नवीन भाइ हामी कहाँदेखि फर्किँदैछौँ र अहिले? अब हामी मुन्दा चाउन डिलबाट रेस क्याम्पतिर झर्दैछौँ। रेस क्याम्प भन्ने ठाउँमा झर्दैछौँ। के कस्तो भयो? कति रमाइलो भयो? यात्रा त रमाइलो नै भयो। हिमाल हेर्न पाएन, अरू सब हेऱ्यो। भनेपछि यो त्यो मुन्दा चढाउने डाँडा भनेको चाहिँ भुरुङको सबैभन्दा अग्लो पोइन्ट, अग्लो स्थान होइन? सबभन्दा अग्लो पोइन्ट। त्यो मेनमा त पानीडाङ डाँडा के ए लाग्यो भने यहाँ आएर पानीडाङ चलाउँथ्यो पहिला त्यो हिसाबले अब महादेवको मन्दिर बन्दैछ अब चाँडै। के छ त अब? के गर्नुपर्ने के देखिन्छ त अब यस पर्यटकीय अब सम्मान बोकेको ठाउँ हो होइन? अब यसलाई के गर्नु पर्यो भनेपछि ठाउँ बोट राख्नु पर्यो, मान्छे बस्ने व्यवस्था गर्नु पर्यो, पानीको व्यवस्था छँदैछ, सकेसम्म बिजुली पनि ल्याउनु पर्यो, मेन भनेको प्रमोसन गर्नु पर्यो होइन? अब होइन यहाँ यो मुनि बस्ने जुन होमस्टे टाइपको छ नि साथी, अब खाइ समस्या छैन। तलबाट ठ्याक्कै यहाँ तल बस्यो भने तल बसेर आएर बिहानै चाहिँ जस 5 बजी उठेर गएर होइन, गएर भ्यू हेरेर सबै दर्शन गरेर भ्यू हेर्ने दर्शन गर्ने अनि तल झर्न मिल्यो। उही दिनै हामी पनि झर्छौँ। सिर्फ एक दिन छुट्याउनु। जस भुरुङबाट चाहिँ यहाँसम्म आउनलाई चाहिँ जस भनौँ न 5 घन्टा मानौँ होइन? गाडी नर्मल्ली गाडी 1 घन्टा अनि गाडी छ र 5 घन्टा। ए ल ठिक छ। अनि गीत सुनाउँछ भने मान्छे त कहाँ पुगे गरेर रमाइलो भयो। यो तल देखिएको भुरुङ गाउँ हो, यता देखिएको चाहिँ होमस्टे।